हेलो नमस्ते एभ्रिवान है म चाहिँ शैलेश सुनवार आज चाहिँ तपाईहरुलाई हाम्रो दुईजना इन्जिनियर चाहिँ नेपालबाट चाहिँ वर्किङ भिजामा हामीले लिएर आएको छौं उहाँहरुको आज चाहिँ हाम्रो कम्पनीमा गएर आइसासु गरेर आयौं अब उहाँहरुलाई पनि सोध्छु कस्तो लाग्दैछ जापानको तपाईको परिचयबाट मेरो नाम प्रदीप पुन म चाहिँ नेपालबाट इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर पढेर आएको हो कति महिना जति पढ्नुभयो नेपालमा चाहिँ जापानिज भाषा चाहिँ मैले आफैले अनलाइन पढेर 8-9 महिना जति अनलाइन पढेर एनयुन चाहिँ पास गरेर आएको हो एनयुन चाहिँ पास गरेर आउनुभयो अनि कस्तो लागिरहेछ जापानमा आएपछि चाहिँ भाषाको कति महत्त्व छ जस्तो लागिरहेको छ तपाईलाई नि जापानमा आएपछि त भाषाको त एकदमै महत्त्व छ जहाँ जेमा पनि भाषा नै युज हुन्छ तर अब नयाँ आएकोमा खानतानमा जापानिज नियङ्गो युज गरेर बोल्न चाहिँ बोलिरहेको हुन्छ कम्पनीतिर तर आफूले नबुझे गाह्रो हुन्छ एकदमै त्यही भएर कम्तीमा पनि N4सम्म पढेर आउँदा चाहिँ एकदमै राम्रो जापान आउनलाई मेरो नाम चाहिँ विकास खड्का हो म चाहिँ नेपालबाट एनयुनसम्म पढेर हो पास चाहिँ गरेको छैन एनगोसम्म मात्रै चाहिँ पास गरे हो अनि एनयुन चाहिँ पढिरहेको हो अनि म चाहिँ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर हो र यहाँ चाहिँ काम गर्नलाई हो कति महिना जति नेपालमा पढेर आउनुभयो तपाईले चाहिँ म चाहिँ 8 महिना जति पढे हो अनि त्यसपछि चाहिँ हाम्रो आइम्याकबाट चाहिँ म इन्जिनियरिङ काममा चाहिँ आयो यहाँ अब जापान आउने अरु तपाईको जुन साथीहरु हुनुहुन्छ उहाँलाई चाहिँ कस्तो खालको मेसेज दिन चाहनुहुन्छ तपाईले नेपालमा यदि केही अब कुनै जबहरु लागेन भने यता जापानमा नि धेरै राम्रो सुविधाहरु छ र स्यालेरीहरु नि निकै छ र हाम्रो यता व्यवस्थित र सबै थोक पाउने पैसा पनि राम्रै हुने गरी जापान नि आउँदा हुन्छ हस् धन्यवाद तपाई चाहिँ जुन तपाई अब नेपालमा तपाईलाई चिनेर यो भिडियो हेरेर आउने तपाईको साथीभाइ अब आउने अरु पुस्ताहरुलाई चाहिँ के भन्न चाहनुहुन्छ त म चाहिँ यही भन्न चाहन्छु जापानमा चाहिँ करियर चाहिँ एकदम राम्रो छ हैन अब स्ट्रगल काम त सिक्न नै परिहाल्यो भाषा नै भइहाल्यो काम चाहिँ सबै सिकाउँछ कम्पनीहरुले तर भाषा चाहिँ आफूले भनेको कुराहरु यहाँ जा त्यहाँ जा त्यो नगर यो नगर भन्ने त्यस्तो नर्मल खालको दैनिक जीवनमा परेको नै भाषाहरु जानेर चाहिँ आउँदा कम्तीमा पनि N4सम्म पढेर आउँदा चाहिँ एकदमै सजिलो हुन्छ एकदमै राम्रो हुन्छ जापानमा टिक्नलाई त्यति गरेर आउँदा चाहिँ एकदम राम्रो पछि त अब अरु त पढ्दै जाँदा काम गर्दै जाँदा सबै गर्दै जाँदा सिकि नै हालिन्छ हस् धन्यवाद ल गाइस तपाईहरु पनि इफ अब दाइगाकोमा चाहिँ ब्याचलरमा चाहिँ तपाईहरु अब सिभिलको मेकानिकल आईटी अनि इलेक्ट्रोनिकल जे पढेर पनि जापान आउन चाहिँ चाहनुहुन्छ भने हामीलाई सिधै डीएम गर्न नबिर्सिनु होला धन्यवाद